नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई यो मूलखर्का लेख भनिन्छ है, यो पोखरीको भिडियो लिएर आएको छु। तपाईहरुले साथ दिनुहोला मलाई मेरो च्यानलमा। लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनुहोस् है। जसले माया गरिदिनु हुँदैछ मेरोबाट एकदम मुरी मुरी धन्यवाद छ तपाईहरुलाई। जति सक्दो चाहिँ शेयर गरिदिनुहोस्। म नयाँ नयाँ भिडियो पनि लिएर आउने छु है। यो लेख चाहिँ मूलखर्का लेख भन्छ। कतिलाई त याद होला, कतिलाई छैन होला है। यो चाहिँ हाम्रो एकदम पवित्र पोखरी हो। यहाँ चाहिँ हाम्रो रामनवमीमा पनि पूजा गरिन्छ र साउन महिनामा पनि पूजा गरिन्छ। यो लेखमा चाहिँ हाम्रो कञ्चनजङ्घाको चाहिँ एकदम रिफ्लेक्सन दामी देख्छ है। यो चाहिँ एकदम